गुलियो छ, गुलियो मिठो। लासो फाफुला मेरो सम्पूर्ण टिकटकको साथीहरूलाई म चाहिँ आज खाजामा चाहिँ यो उसिनेको फर्सी खान गइरहेको छु है त साथीहरू। कसलाई मनपर्छ यो उसिनेको फर्सी? मलाई चाहिँ एकदमै मनपर्छ। उसिनेको फर्सी फेरि हाम्रो स्वास्थ्यको लागि पनि फाइदा हुन्छ नि त गाइज। ल अब म चाहिँ खाना गइरहेको छु, हेर्दै गर्नु होला है त। मलाई खासै धेरै बोल्न चाहिँ आउँदैन है गाइज। गुलियो छ, गुलियो मिठो। हजुरहरू चाहिँ कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ यसो कमेन्ट पनि छोड्दै गर्नु ल गाइज। कहिले पनि यसरी उसिनेर फर्सी खानु भएको छैन भने यसो ट्राई गर्नु होला, मिठो हुन्छ, गुलियो हुन्छ। गुलियो मन परे साथीहरूले चाहिँ उसिनेर खान सक्नुहुन्छ है त छिप्पिएको फर्सी। यो चाहिँ बजारतिरको खाजाहरूभन्दा यो अलि आफ्नो स्वास्थ्यको लागि फाइदा हुन्छ नि त, अर्ग्यानिक खाजा। मैले पनि यो चाहिँ लङ टाइम पछि खाएको है गाइज। अब चाहिँ नेक्स्ट टाइम मैले के खाएर भिडियो बनाउँदा हुन्छ त गाइज, यसो सजेसन दिनु ल मलाई। अब अर्ग्यानिक होस् र मैले त्यो चाहिँ मैले सम्भव भएसम्म भिडियो बनाएर हजुरहरूको सामु ल्याउने छु है त गाइज। तर म चाहिँ भेजिटेरियन हो नि त, त्यही भएर नन भेज आइटम चाहिँ नभनिदिनु होला। भेज आइटम भन्नुभयो भने सम्भव भएसम्म म त्यसलाई भिडियो बनाएर ल्याउने छु है त। ल गाइज भिडियो लामो भयो होला, अब चाहिँ आजको लागि यति नै हुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएको लागि थ्याङ्क यू सो मच गाइज। अब नेक्स्ट भिडियोमा भेटौँला है त। बाई गाइज।